श्रावणको बिगेस्ट मेहेन्दी भेलामा हामी चाहिँ पुगेर आयौँ। एकदम राम्रो डेकोरेसन, आई लभड इट। आज र भोलि हुँदैछ है श्रावण मेला। यो चाहिँ सानेपाको हेरिटेज गार्डनमा हुँदैछ। हजुर डेफिनेटली जान सक्नुहुन्छ, एकदम रमाइलो छ। एन्ड दे आर सर्भिङ एभ्रिथिङ भेजिटेरियन। सो हजुर यहाँ गयो भने अचारहरूको काउन्टरहरूमा पनि जानुभयो भने चाहिँ चिकन, बफ, पोर्क अचार पाउँछ भनेर चाहिँ नजानु होला। सबै चिज भेजिटेरियन चाहिँ अहिले पाइरहेको छ। इभन द फुड स्टल्स इज अल भेजिटेरियन एट द मोमेन्ट, बिकज यो श्रावण महिना भएर होला नि त, उहाँहरूले श्रावणलाई कमेमोरेट गरेर गरेको हुनाले चाहिँ एकदम यसपालि चाहिँ सबै चिज भेजिटेरियन मात्रै गर्नुभएको छ। इनड्राइभ आफै ग्रिन कलरको हेर्नु न कति मजाले सुटेबल क्या। हामीले चाहिँ धेरै इन्टरेक्टिभ रहेछ आजको यो मेला होइन। अनि इनड्राइभमा पनि एउटा गिफ्ट पायौँ है। अनि गिफ्ट पाइवरी अर्को ठाउँ गयौँ, अर्को ठाउँमा पनि यस्तै रहेछ क्या। यो चाहिँ मुड विङ्स प्याड को थियो जस्तो लाग्यो। अनि उहाँहरूकोमा पनि हामीले गिफ्ट पायौँ। अनि त्यहाँपछि मैले फाइनली झर्ना बहिनीलाई भेटेँ। झर्ना बहिनीले चाहिँ अचारहरू बनाउनुहुन्छ, उहाँकोबाट लिएँ। अनि त्यहाँपछि फ्रम इलाम विथ लभमा पुगेँ। मलाई उहाँहरूको बम्बई सान साह्रै मनपर्छ। अनि मैले त्यहाँबाट पनि अलिकति सामान किनेँ। त्यहाँपछि म एल्केमीमा पुगेँ होइन। अनि एल्केमीमा चाहिँ दिदीले व्हिल घुमाउनु भयो अनि गिफ्ट पाएँ हामीले यहाँ पनि। अनि आरएसआर त मिस गर्ने भएन, उहाँहरूको सस मेड इन नेपाल कति मिठो छ। हजुर पनि मेला जानु होला